चुपचाप घन्टी छाप तिमीहरूलाई पुगेकै छैन घरमै पासपोर्ट पुर्याइदिने अरे अनि आजै शरम स्वीकृति दिने आजै पासपोर्ट दिने मिल्ने भयो त घर घरमा हवाईजहाज पनि गइदिएदेखि त्यही दिन हालेर विदेश पठाउने खेल रहेछ खोइ रोजगारी रोजगारी खोइ मैले त सोचेको त्यो नयाँ सरकार आयो अब रोजगारी सिर्जना गर्छ रोजगारी सिर्जना गर्छ विदेशमा गएका युवाहरूलाई फर्काउँछ अहिले म भन्छु यहाँ सुकुम्बासीहरू मलाई आउँछन् हाम्रो त हटाउने अरे भनेर भन्छन् चुपचाप घन्टी छाप यी नेपालीहरूलाई अझै पुगेको छैन हिजो फुटबलकाले भेटाए होइन त्यहाँ कमेन्टमा लेखेको थियो क्या रुँदै गरेको सिनमा चुपचाप घन्टी छाप घन्टेहरूलाई भन मैले चुनावमा नजाऊ फाँसीवादी सरकार आउँछ उसलाई मतलब छैन त्यत्तिकै सिंहदरबार र सर्वोच्चमा आगो लागेको छैन यो उद्देश्य कुन उद्देश्यको लागि ल्याएको अहिले म तपाईहरुलाई भनौँला